चाहिँ के रहेछ अरे पवित्र आत्माको काम अथवा कार्य अथवा प्रकटीकरण। अब इङ्ग्लिसमा चाहिँ मेनिफेस्टेसन भन्छ होइन त। प्रकटीकरण भनेको चाहिँ त्यो प्रकट हुने कुरा हो भनेको। त्यो कारणले गर्दा दुईटा कुरालाई म तपाईँको माझमा राख्नेछु। यो परमेश्वरको पवित्र आत्माको काम र प्रकटीकरणमा दुईटा कुरालाई मैले तपाईँको माझमा सिकाउने कोसिस गर्नेछु। सायद तपाईँले योभन्दा पनि धेरै कुरा सिकिराख्नु भएको छ, तर मैले आज वचन तयारी गर्दै गर्दा पाएको इन्साइट गर्छु अनि परमेश्वरको वचनबाट सजीकरण गर्न चाहन्छु। पवित्र आत्मा चाहिँ उहाँ एउटा सल्लाहकार पनि हुनुहुन्छ र अर्को चाहिँ पवित्र आत्मा चाहिँ उहाँ मध्यस्थकर्ता पनि हुनुहुन्छ भने दुईवटा कुरा उहाँले गर्ने काम र प्रकटीकरणको बारेमा बताउन चाहन्छु। अनि अघि मैले हेर्दै थिएँ, विशेष गरी यो प्रकटीकरण भनेको चाहिँ के रहेछ भनेर मैले हेर्दै गर्दाखेरि मेनिफेस्टेसन भनेको चाहिँ बाइबलमा परमेश्वर कृष्णले तीनटा कुरालाई ठुलो जोड दिनुहुन्छ। एउटा चाहिँ शिक्षा, एउटा चाहिँ के रहेछ अरे शिक्षा अनि प्रसार, त्यसपछि अर्को के रहेछ अरे डेलिभरेन्स भन्छ यसलाई। यो छुटकारा स्वतन्त्रता। आज यो मण्डलीको नाम पनि स्वतन्त्र विश्वासी मण्डली होइन त, कस्तो राम्रो। अनि हामीले पनि प्रसूल मण्डली, प्रसूल प्रेरित मण्डली, पहिलो शताब्दीको मण्डली जस्तो जीवनमा जिउनुपर्छ भनेर नाम राखेन। तर अब कताकति नाम जस्तो काम चाहिँ भएको रहेनछ जस्तो लागेर अहिले भर्खर सुरु गर्दैछौँ कि अब चाहिँ प्रेरित भएर हिँड्नुपर्छ भनेर एउटा नयाँ शब्द एनएनआर भन्ने शब्द चलाउँछ हामी। न्यू एपोस्टोलिक मुभमेन्ट अथवा रेस्टोरेसन भन्छ। न्यू है, नारको मतलब चाहिँ के रहेछ अरे न्यू अनि एपोस्टोलिक रेस्टोरेसन भनेको यसले चाहिँ पहिलो शताब्दीको मण्डलीको एउटा विश्वासीले जीवको जीवनको अवधारणा बोकेर हिँड्ने भन्ने प्रकारको कुरा आउँछ। अनि अहिले नेपालमा हामीले केही चर्चहरू, काठमाडौँमा 7वटा चर्चलाई की चर्च बनाएका छौँ। 7वटा चर्चहरू छ, त्यो 7 की चर्च भन्छौँ हामीले। त्यसपछि हाम्रो मण्डलीले फेरि हामीले 8वटा जति चर्चहरू महिनाको 4थो हप्तामा सहकार्य गर्ने मण्डली सँगसँगै अनि सामूहिक सङ्गति गर्छौँ। त्यो दिनको भेटी चाहिँ हामीले मिसन भेटी राख्छौँ। सुसमाचारमा कुनै पनि काममा हामी प्रयोग गरिराखेका छौँ। झन्डै झन्डै अहिले गएको 1 वर्षभन्दा बढी भयो, लगभग 50-60 हजारभन्दा बढी चाहिँ हाम्रो एउटा भेटी मात्रै हो। एउटा शनिबारको भेटी हामी चर्चमा राख्दैन, हामी प्रभु सत्य अगुवालाई मैले भने यो 4थो हप्ताको भेटी चाहिँ हामीले सिधै प्रभुको मिसनको लागि दिनुपर्छ भनेर। अनि नभए एक हप्तामा महिनामा एउटा हप्ताको भेटी गर्दै गर्दाखेरि लगभग 50-60 हजारभन्दा बढी चाहिँ जम्मा भएको रहेछ। अस्ति हामीले नुहा पार्कको कतिवटा दर्ता गर्ने कुराहरूमा हामी खर्च गरेका छौँ। मैले यहाँ तपाईँलाई भन्न चाहेको कुरा चाहिँ पवित्र आत्माको काम र के रहेछ अरे पवित्र आत्माले गर्ने काम र त्यसले त्यो काम गर्ने तरिकाबाट काम र कार्यहरूको बारेमा र दुईटा कुरा हामी हेरौँ भने भनिराखेको। पहिलो कुरा चाहिँ के अरे पवित्र आत्मा को हुनुहुन्छ अरे सल्लाहकार हुनुहुन्छ, पवित्र आत्मा को हुनुहुन्छ अरे मध्यस्थकर्ता। यो दुईटा यो वचन खण्डमा हामी प्रवेश गर्न चाहन्छौँ। तर मेनिफेस्टेसनको कुरा गर्दै थिएँ कि तीनटा कुरा प्रचार अनि के अरे शिक्षा, प्रचार र डेलिभरेन्स अथवा छुटकारा भनेको चाहिँ के रहेछ भने यो मैले हेर्दै गर्दाखेरि चाहिँ यसको अभिव्यक्ति के यसको वास्तविक कुरा चाहिँ मैले के थाहा पाएँ भने यो मेनिफेस्टेसन भन्ने कुरा चाहिँ भावनात्मक हृदयमा चाहना जाग्ने कुरा, भावनात्मक रूपमा चाहना जाग्ने कुरा, शक्ति आउने कुरा, विश्वासमा हामी बलियो हुने कुरासँग चाहिँ एकदमै बलियो शब्द राखिएको रहेछ है। अनि यसलाई चाहिँ के भनिन्छ भने अझै बलियो अनुवादहरू चाहिँ के रहेछ प्रकट हुने भन्ने शब्द। मेनिफेस्टेसन भनेको चाहिँ के हुने अरे प्रकट हुने। अनि अर्को चाहिँ के अरे अभिव्यक्ति। अनि अर्को कुरा चाहिँ के रहेछ साकार रूपले जुन कुरा चाहिँ बनिँदै जानुपर्ने बनिराखेको छ त्यसको के रूपले पूर्णता अथवा साकार रूप। अनि अर्को चाहिँ के रहेछ भने प्रदर्शन। अहिले नेपालमा राजावादी र लोकतन्त्रवादीहरूको के हुँदैछ राजा प्रदर्शन भइरहेछ को जित्ने हो भनेर।
अनि हामीले त त्यसरी प्रार्थना गर्दैछौँ। राजावादी चाहिँ एउटा के भन्छ एउटा कोप्रोमा गएर बस्नुपर्छ भनेर प्रार्थना गर्दैछ कि कोही यहाँ त राजावादी किनभने पुराना कुराहरू अब उहिलेको कुरा के हो अरे उहिले भन्ने हो कि राजावादी आएर नेपालमा के हुनेवाला छ। कमसेकम हामीले लोकतन्त्रमा हामीले बोल्ने साहस पाएका छौँ है। नेताहरूलाई गएर हाम्रो मकवानपुर जिल्लाको सांसद प्रेमबहादुर पुरानो चिन्नुहुन्छ अहिले चिन्नुहुन्छ। अनि उहाँले मलाई भेट्नुभयो अनि म एकछिन बोलेको थिएन। तपाईँले मलाई चिन्नु भएन कि के हो भनेर सोध्नुभयो। चिनिहाल्नु किन नचिन्नु अनि तपाईँको त्यो 2020 छ नि भनेर भन्नुभयो। तपाईँको त्यो 2020 के भन्ने छ नि हरेक दिन तपाईँको आउँछ नि त्यो चाहिँ म हेर्छु है गोरखजी भनेर भन्नु। धेरै राम्रो किन सभासदज्यू भनेर तपाईँलाई पनि आवश्यक छ भनेर भन्नु। अनि एक दिन चाहिँ है उहाँलाई भेट्दै गर्दाखेरि त्यो भन्ने मौका पाएँ। अनि अर्को हाम्रो गाउँपालिकाको अध्यक्ष हामीले भन्दै थियौँ है। उहाँले आएर हामीले भन्दै हुनुहुन्थ्यो। हाम्रो किरण भाइ पनि हुनुहुन्छ। नयाँ वर्षको बेलामा हामीले चाहिँ उनीहरूसँगै खानपिन गरेका थियौँ। अनि हामीले त्यहाँ चाहिँ टोटली रूपमा हामीले परमेश्वरको वचनै प्रचार गरेका सुसमाचार। अनि एउटा सानो बाइबल पनि दिएको थियो बाइबल पनि दियो 9वटा वडाका सबै सदस्य। यो हाम्रो लागि लोकतन्त्र हो कि न त कहाँ हामी भन्न पाउँदैन नि त भन्नै पाउने थियो। तपाईँले धर्म परिवर्तन गरेर भन्न सक्छ। त्यो कारणले त्यो मेनिफेस्टेसनको काम अथवा त्यसको एउटा सम्भावित अनुवाद यसरी लेखेको छ प्रदर्शन। अर्को कुरा चाहिँ देखावटी कुरा पनि हो। अन्तमा चाहिँ रूपान्तरण। अन्त जम्मै के रहेछ अरे शाब्दिक अर्थ चाहिँ रूपान्तरण। हामीले यसलाई विश्वास गरेपछि हाम्रो जीवन के हुनुपर्छ रूपान्तरित हुनुपर्छ। हाम्रो एकजना भाइको चर्च चाहिँ रूपान्तरण चर्च भनेर लेख्नु भएको छ। हाम्रो चर्चबाट पुगेर जानु भएको। अनि त्यो भाइले हामीले के भन्यो भने तपाईँ जानुहुन्छ त चर्चहरू नयाँ सुरु गर्नुहुन्छ त गर्छु यसो भए तपाईँ अगाडि गएर केही कुरा गर्नुहोस् न भनेको गरे त नेगेटिभ कुरा गरिदिनु भयो। विश्वासले गोलमाल बनाइदिनु। अनि मान्छे त यता न उता भनेको दायाँ जाने कि बायाँ जाने बनाइदिनु। अनि के हो तपाईँले यस्तो कुरा गरेको भनेको म आवेशमा आएर गरे जस्तो कुरा गरेँ। जे जस्तो भयो भने उहाँलाई चाहिँ चर्च त्यो बेलामा चर्चमा पैसा पनि थिएन। अनि एकजना दाइसँग 10,000 मागेर खाममा हालेर ल तपाईँको सेवा राम्रो होस् प्रार्थना गरेर पठाइदिन्छु भनेर पठाएको। भरे त 30जना भन्दा बढी व्यक्ति लिएर जानु। उहाँले है विश्वासले लिएर जानु। म कोही लिएर जान्न भन्नु। अनि त्यस्तो पनि हुन्छ मान्छेले। त्यसैले अनि त्यही रोग लागेको हो कि क्या हो। अनि बेला बेलामा हुँदा लगभग हाम्रो मन्दिरमा लगभग हामी 400-450 भन्दा बढी विश्वासी थियो। अनि त्यसरी हुँदै कहिले के भन्छ साङ्गामा काभ्रेमा चर्च हुँदै सुरु गर भनेर छोडिदियो। अनि कलङ्गीमा पास्टर पूर्णलाई हुँदै गयो भनेर हाम्रो चर्चको मान्छे 15-20जना हुँदै छोडिदियो। अनि रूपान्तरण चर्चले फेरि लगभग 30-35 जना हुँदै लिएर छोडिदियो। अनि पछि फेरि 70-80 जना अर्को ठाउँमा गयो। अनि अहिले चाहिँ त्यस्तै 120-25 जनालाई बेसी छ। तर पनि हामीले ठुलो आशा लिएर अबको सेवकाई चाहिँ प्रभु हाम्रो इच्छाबाट हामी गर्न चाहन्नौँ। हाम्रो दिमागले गरेका कुराहरू हाम्रो विचारले गरेका कुराहरू हाम्रो सोचले गरेका कुराहरू चाहिँ फेल हुँदो रहेछ असफल हुँदो रहेछ। अब हामी तपाईँमा भर पर्न चाहन्छौँ भनेर प्रभुले 2019 साल चाहिँ प्रभुले मेरो लागि हुन त कोरोनाको वर्ष भन्छौँ तर कोरोनाको वर्ष होइन करुणाको वर्ष भन्छु म चाहिँ। हुन त म पनि 75 दिन बिमारी भएर झन्डै खुस्किएको है खुस्किएको बुझ्नुहुन्छ नि झन्डै प्रभुसँग आएको कि हाम्रो भाइ बुहारी पनि अनि उनको निना पनि होइन झन्डै प्रभुसँग हामी गएको नि त। अनि नाम त 5औं नम्बरमा थियो फलाना यहाँ पास्टर रोबर्ट कार्थ साह्रै बिमारी हुनुहुन्छ भनेर आइरहेको थियो। अनि प्रार्थना लिस्टमा त्यसपछि पास्टर समुद्रन कार्थले त्यसपछि दिल्लीराम पौडेल पौडेलै होला नामै दिल्लीराम पनि आउँदैन। अनि त्यसपछि चाहिँ गोरखलाई भने आउँदो रहेछ कि झुठोमा पो रहेछ त झन्डै गएको अब गइन्छ जस्तो लाग्यो। हस्पिटलमा गएको हस्पिटल डक्टरले के भन्यो भने कोरोना टेस्ट गर्न गएको त्यो कुकुरलाई बरु राम्रो व्यवहार गर्छ मलाई राम्रो व्यवहार गरेन है। म त्यसपछि अब म हस्पिटलै जान्न तुरुन्तै फर्केर कोठामा आएपछि
75 दिनसम्म बेडमै सुते, औषधि किनेर मेडिकलको दबाईहरू खान थाले। अनि कहिले कहिले सास फेर्न गाह्रो हुन्छ, हस्पिटल जाउँ भन्छन् साथीभाइहरू, मलाई डक्टर जानुहोस् म जान्छु, मऱ्यो भने मैले एकपल्टमा मर्नुला, म डक्टर कहाँ जान्न भनेर मैले मेरो अफर लगाएँ, नभन्दै फेरि कतिजना भाइहरू हस्पिटल पनि जाँदैन। हाम्रो भाइको हस्पिटल जानु गाह्रो भइरहेको थियो, आफू पनि बिरामी अरू पनि बिमारी होइन। अनि त्यो बिमारीमा प्राप्त गरिरहेछ, त्यो बिमारीमा उपवास राख्न पनि छोडिरहेको छैन। खान पनि मन लाग्छ, झन् उपवास राख्नु भएको होइन त, खान पनि नपर्ने, खान पनि मन नलाग्ने, ती खाना दियो भने त्यो बेलुकातिर खान पर्ने, घन्टो खाएर पनि नसक्ने के भयो। अनि खाना चाहिँ माटो जस्तै लाग्ने, त्यो एउटा स्वाद नलाग्ने के भएको होइन। तर त्यो प्रकारको समय हामीले व्यतीत गऱ्यौँ, तर हामी बाँचेका छौँ। हामी त्यतिकै बाँचेका होइन रहेछौँ कि तपाईँहरू यहाँ जतिजना हाम्रा नानीहरू, हाम्रो मन्दिरको बाबुहरू, तपाईँ हामी बाँचेका छौँ प्रभुको विशेष योजनाको कारणले बाँचेका छौँ। अनि तपाईँले मेरो जीवनबाट परमेश्वरले विशेष काम गर्न चाहनु भएको छ। त्यसै कारणले त आज हामीले यो वचन सुन्न पाएका छौँ। पवित्र आत्माको कारण चाहिँ के रहेछ? तपाईँ र मैले 1 कोरिन्थी 2:10 हामी हेरौँ। 2 कोरिन्थी 2:10 पदलाई म पढ्न चाहन्छु। त्यसरी लेखिएको छ, परमेश्वरले हाम्रा निम्ति पवित्र आत्माद्वारा त्यो प्रकट गर्नुभएको छ, किनकि पवित्र आत्माले कति कुरा खोज्नुहुन्छ, परमेश्वरका गहिरा गहिरा कुरा खोजी गर्नुहुन्छ। आमेन। पवित्र आत्मा तपाईँ मेरो जीवनमा हुनुहुन्छ भने नि तपाईँले मेरो जीवनमा चाहिँ के निकाल्नुहुन्छ? गहिरो गहिरो कुरा। तपाईँले कलमा पानी है नहालेसम्म त्यो पानी आउँदैन। जब तपाईँले 1 बोतल पानी हाल्नुहुन्छ, तपाईँ बाल्टी पानी हाल्नुहुन्छ, त्यसपछि के आउँछ? पानी तान्दै गर्दाखेरि के आउँछ अरे? पानी अब निस्किन थाल्छ। पानी निस्किएपछि चलाइरहन्छ, त्यो पानी निस्किन्छ कि सुक्छ? निस्किरहन्छ नि त, चलिरहन्छ, पानी पनि निस्किरहन्छ। भनेपछि तपाईँ र मेरो हृदयमा पनि को बास गर्नुभएको छ अरे? पवित्र आत्मा परमेश्वर। हाम्रो विश्वास चाहिँ प्रिय परमेश्वरको विश्वास। पहिलो विश्वास पिता परमेश्वरको विश्वास, उहाँले पुत्र पठाउनु, पुत्र परमेश्वरको विश्वास। अब पुत्र यीशु चाहिँ स्वर्ग जानु भएको छ, त्यसपछि को आउनु भएको छ अरे? पवित्र आत्मा परमेश्वर आउनु भएको छ। संसारलाई मण्डलीलाई चलाउनको लागि अब तपाईँले मेरो दिमागले चलाउने होइन, अब मण्डलीलाई चलाउनको लागि को आउनु भएको छ? पवित्र आत्मा। अनि उहाँले भन्नुभएको छ है, तिमीले पिताको प्रतिज्ञालाई पर्खिरहनु, उहाँबाट तिमीले शक्ति नपाएसम्म तिमीले यो सालमा संसारबाट कतै नजानु। अन्तमा 50औं दिनमा पेन्टिकोसको दिनमा पवित्र आत्मा अवतरण हुनुभयो। त्यो अवतरणसँगै अनि पहिलो मण्डलीको सुरुवात भएको पाउँछ। त्यसैले त्यहाँदेखिको समयलाई अहिलेसम्मको समयलाई चाहिँ पवित्र आत्मा परमेश्वरले मण्डलीलाई के गर्दै हुनुहुन्छ? अगुवाई गर्ने आउनुहुन्छ। अनि हामीले चाहिँ के गर्छौँ भने कतिवटा सैद्धान्तिक कुराले गर्दाखेरि कहिले कहिले पुत्रलाई हामी धेरै उचाल्छौँ, कहिले कहिले पितालाई धेरै उचाल्छौँ, कहिले कहिले पवित्र आत्मालाई धेरै उचाल्छौँ, दुईजना हुन्छ। तर प्रिय परमेश्वर पिता पुत्र पवित्र आत्मा बराबर हुनुहुन्छ, उहाँ सन्तुलनमा हुनुहुन्छ, आफ्नो काम गर्दै आउनु भएको छ। अबको यो संसारमा गर्ने काम चाहिँ कसको रहेछ? पवित्र आत्मा परमेश्वर हो। त्यसैले यसमा मैले तपाईँको माझमा भने त्यही पवित्र आत्माले नै मण्डलीमा अब उहाँले गहिरा गहिरा कुराहरू खोजी दिनुहुन्छ है, गहिरा गहिरा कुरा निकालिदिनुहुन्छ। अनि धेरै कुरा समस्या भएको कुरा छ। एउटा सम्प्रदायले निकालेर प्रार्थना गर्दाखेरि पछाडि लड्यो भने त्यो पापी मान्छे हो अरे, प्रार्थना गर्दा लड्छ नि होइन। अनि त्यो सम्प्रदाय यो मान्छेले पाप गरेर पछाडिबाट लडेछ भन्छ। त्यसपछि प्रार्थना गर्दा गर्दा अगाडिबाट त्यसरी अगाडि लड्यो भने त्यो चाहिँ धर्मी मान्छे रहेछ भन्दो रहेछ अरे कि पोलिसीलाई थाहा छैन। अनि फेरि पवित्र आत्मा पाएपछि लड्नै पर्छ भन्ने कुरा पनि मान्छेले सिकिरहेछ। तर एउटा कुरा पवित्र आत्मा परमेश्वरले तपाईँको मेरो जीवनमा अभिषेक गर्नुभएको छ भने लड्नुपर्छ अनि लड्नु हुँदैन भन्ने कुरासँग पनि सरकार छ। तर एउटा कुरा लड्न पनि सक्छ, नलड्नु पनि सक्छ। अनि लड्ने चाहिँ के भन्छ, म चाहिँ आत्मिक छु भन्ने कुरा पनि राम्रो होइन। नलड्नेले पनि के भन्छ, म त आज लडेर म त पवित्र आत्मा मसँग छैन कि त्यो कुरासँग पनि वास्तवमा कुनै चासो कुनै त्यसको चाहिँ त्यो टुक छैन कि
अनि हामी अस्ति मार्च महिनामा हामी 13 दिन 14 दिनको हामी मिसन यात्रा गऱ्यौँ। अनि विशेष गरी पुनर्वास धनगढीमा त्यहाँ चाहिँ एउटा चर्चमा लगभग 700 जनाभन्दा बढी विश्वासी छ। त्यो चर्चमा पहिलो हप्ताको पहिलो शनिबारको भेटी मात्रै 3.5 लाखदेखि 4 लाख रुपियाँ पैसा उठाउँछ। अनि मैले भेटी सुन्दै थिएँ, आज तपाईँले सुने जस्तै आज उखु बेचेको 35,000 भनेर दिन्छ। अनि त्यसपछि दाल बेचेको 25,000 दिन्छु 10,000 भनेर दिँदो रहेछ। अनि त्यसपछि चाहिँ मकै बेचेको 15,000 भनेर दिन्छ। म त अचम्म लाग्यो, कस्तो खालको पैसा हो है। 10,000 कति धेरै दिएको, कसैले 50,000 पनि दिइरहेछ। अनि त्यहाँ विश्वासी पनि धेरै छ, मान्छेहरूले के अरे 10,000 रुपियाँ पैसा पनि धेरै दिइरहेछ। अनि त्यो दिनमा मैले त्यो उहाँहरूको त्यो चर्चको त्यो 10,000 दिएको कुरा सुन्दै गर्दा म आफै एकदम ढङ्गै भएँ, बडो म आशिष भएँ। मलाई वचनको सेवकाई दिनुभएको थियो। अनि मैले त्यहाँ 600-700 जनाको बिचमा वचन बाँडेर प्रार्थना गर्दै थिएँ। प्रभुले आफ्नै तरिकाले अद्भुत काम गर्नु। त्यसपछि शनिबारको दिन 12 बजीदेखि 2 बजी उहाँको चर्चमा सिनै चर्चमा वचन बोलेँ। त्यसपछि के अरे सिटीलाइट चर्चमा बेलुका 8 बजीदेखि 11 बजीसम्म त्यहाँ वचन बोलेँ। फेरि आइतबारको दिन फेरि त्यो सम्पूर्ण त्यहाँको वरिपरिका पास्टरहरूको भेट्दा है। अनि त्यहाँ चाहिँ मैले गोडा हुने सेवकाको बारेमा वचन बाँडेको। प्रभुले राम्रो सेवकाई सुरु गर्नु भएको छ यो वर्षबाट भनेर बाँड्दै थिएँ। त्यहाँका पास्टरहरू रोएर है पश्चाताप गरेर उनीहरू भन्न थाले यो सेवकाई कसरी प्रभुले गर्दै हुनुहुन्छ भनेर प्रभुसँग प्रार्थना गर्दै प्रभुसँग आशिष माग्दै। मैले तपाईँको मार्फतमा एउटा के भन्छ एउटा एक्साइटमेन्ट बताइरहेको छु कि पवित्र आत्माले चाहिँ के गर्नुहुन्छ अरे तपाईँको मेरो जीवनमा गहिरो र रहस्यको कुराहरू गर्नुहुन्छ। तर तपाईँ मेरो जीवनमा पवित्र आत्मा परमेश्वरले काम गरेको महसुसै छैन भनेदेखि है उहाँले हाम्रो जीवनमा काम गर्नुहुन्छ है गर्नुहुन्न भन्ने कुराको आवाज छैन है। कति मान्छेले चाहिँ अब कतिवटा अब एजको मान्छेहरू छैन नि त्यो भिडियोमा खिचेको कथा हो। पहिला चाहिँ एजीहरूले के भन्थ्यो भने सबैभन्दा आत्मिक चाहिँ हामीले 35 वर्षको यात्रा गरेको कारणले थाहा छ। हाम्रै गाउँमा भएको मण्डलीमा पनि भाइहरू थियो, अहिले चौकतिरै छ, कता छ। उनीहरूले के भन्छ हामी जस्तो आफ्नो के कोही पनि छैन, हामी के बोल्छौँ भने अन्य भाषा बोल्छौँ। तर जब हामीले 2019 जब हामीले पायौँ अन्य भाषा भन्ने कुरा चाहिँ सिकाइको भाषाले भनेर अन्य भाषा भनेको के भाषा होइन अरे सिकाइको भाषा। पास्टर देवले बोलेको अन्य भाषा मैले नबोल्न सक्छु, पास्टर किरण भाइले बोलेको अन्य भाषा मैले नबोल्न सक्छु। अन्य भाषाको सबैलाई फरक प्रकारले दिन्छ। मैले बोलेको अन्य भाषा मेरो मिसेसले नबोल्न सक्छ। तर यस्तो खालको के बनाइदियो कि त्यही भएर पवित्र आत्मा परमेश्वरलाई मानिसले कतिपल्ट दिल्लगी गरेका छन्। अन्य भाषा चाहिँ सिकाइको भाषा बोल्न थाले। तर 2019 जब प्रभुसँग हामीले संस्कृति गर्न थाल्यौँ अन्य भाषा सिकाइको भाषा हो। अन्य भाषा चाहिँ कहाँबाट आउँछ? पवित्र आत्मा परमेश्वर स्वर्गीय भाषा। स्वर्गीय भाषा एउटा बुझ्ने भाषा छ, एउटा चाहिँ स्वर्गीय परमेश्वरको भाषा छ। त्यसमा धेरै कुराहरू म बोल्न चाहेँ। तर मैले यहाँ भन्दै गरेको कुरा चाहिँ पवित्र आत्मा परमेश्वर जब आउनुहुन्छ उहाँले दान गर्नको कुराहरू दिनुहुन्छ। पवित्र आत्मा जब आउनुहुन्छ विश्वका कुराहरू दिनुहुन्छ। पवित्र आत्मा जब आउनुहुन्छ उहाँले आफ्नो मनलाई सचित मार्गमा ल्याउनुहुन्छ। अनि जस्तो चाहिँ दुईवटा कुरा मैले तपाईँको माझमा राखेँ कि एउटा गाडी है अस्ति हाम्रो मिनाको गाडी पासुवाको गाडी हामीसँग हिँड्नु प्रार्थना गरेर आउँदै थियो। निजगढमा आएपछि त ग्राफकै गऱ्यो है पछाडि सुरुवातमा त म अगाडि थिएँ। अनि के जङ्गलमा के पुग्ने भनेर बसेपछि चाहिँ अब गुरु अगाडि हुनुभयो, पछि म आउँदै थिएँ। उहाँको के भन्छ अरे अब ठुलो गाडी त घराक्कै बस्यो अरे त ठुलो गाडी हुनु बाइक। अनि त्यसपछि घराक्कै बस्यो, चेन त फरर घुम्छ, के भएको भनेर। अनि उहाँको बाइकको अस्तिदेखि नै चेन स्पोकेटको कमजोरी रहेछ। तर प्रभु कति भलो हुन्छ हेर्नु त, त्यो बाइक बिग्रेको 2-3 मिनट पर आएर बिग्रियो कि जङ्गलमा बिग्रियो भए के हुन्थ्यो हेर्नु त। मलाई त्यस्तै भएको छ। म गाउँ जाँदाखेरि राइमाबाट आउँदै गर्दाखेरि ठ्याक्कै बाटोमा
यो लेक डाँडाको यता साइडमा त्यहाँ गएपछि मेरो बाइक बिग्यो। गाडी रोक्छु, कोही रोक्न मान्दैन नै, न फोन गर्छु कोही आउन मान्दैन। के गर्ने होला त प्रभु? अब तपाईँको इच्छा, म अब तपाईँमा भर गरेँ प्रभु, तपाईँको इच्छामा त्यो बाइक भित्र लानुपर्छ भने मान्छे लिएर आउनु भनेको। एउटा चाहिँ सांसदहरू चढेको गाडी आउँदो रहेछ, मजाले पछाडि चाहिँ खाली रहेछ, के भन्छ त्यो ल्यान्ड क्रुजर जस्तो पछाडि खाली, अर्को के भन्छ हाइलक्स जस्तो। अनि आयो, मैले त ठ्याक्क रोक्यो, त्यही गाडी रोक्छु भनेर रोकेको। रोकेपछि के भयो सर भन्नु, हेर्नु न के हुनु, बाइक त बसेको छ, कहीँ जान मान्दैन। ए हामी त हेटौडामा अहिले अब त्यहाँ सभासद के भन्छ त्यो के भन्छ त्यो संसद भवन जस्तै के भन्छ त्यहाँ उनीहरूको चाहिँ प्रोग्राम छ भनेर हामी त तुरुन्त अहिले 10 बजेर पुग्नुपर्ने। तपाईँले लिएर गएर लिनुहुन्छ। एकजना सांसदले चाहिँ मैले सांसद पनि चिनेन कि अनि के रहेछ अब उहाँको कता होइन, उहाँ त शब्द साह्रै दुःख पाउनु भएको रहेछ। लैजाउँ बाइक बनाउने सोच लैजाउँ, धन्यवाद। मान्छेहरू कहाँ संसद भवनमा अब मिटिङमा जान लागेको मान्छे मेरो बाइकमा राख्नु, उनीहरू सबैजना बोकेर मेरो बाइक माथि राखेँ। दोरी पनि छैन, दोरी खोजेर बाँधेर म पछाडि बसेँ मेरो मिसेसलाई। उनीहरू चाहिँ कता साइडमा बस्यो, मेरो मिसेसलाई चाहिँ ड्राइभरको अगाडि बस्दा बस्न राम्रो है, मजाले आइरहेको थियो। लेक डाँडाभन्दा अलिकति माथि गएपछि उनीहरूको गाडी पनि के गर्ने बिचरा, उनीहरू मिटिङमा जान लागेको मान्छे त त्यो दिन उनीहरू मिटिङै लिँदैन। मैले मेरो बाइक बनाएर आउँदै थिएँ, उनीहरू त एकतामा गाडी राखिरहेको थियो, बनाउने मान्छे पनि आएको थिएन। बिचरा दुःख भयो, मेरो खालि दुःख भयो जस्तो लाग्छ कि कहिले कहिले त्यो शैतानले हामीलाई कहिले कहिले ठुलै परीक्षा गर्दो रहेछ नि। मैले भन्न चाहेको चाहिँ बाटोमा यात्रा गर्दा कहीँ जाँदै गर्दा गाडी बिग्रेर के गर्ने है, अथवा तपाईँले मेरो गाडी बिग्रेर के गर्छ होला? गाडी बिग्रेर मेकानिक्समा लाग्छ होइन, अथवा चेन स्पोकेट गएको छ भने उहाँले राख्नुको चेन स्पोकेट फेरि चल्यो, पेट्रोल सकिया छ भने के गर्ने? पेट्रोल राख्थ्यो। अनि तब मात्र त्यो गाडी कुनै पनि के भन्छ वस्तु चाहिँ अथवा त्यो साधन चाहिँ हामी चल्न सक्छ। त्यसैले तपाईँ मेरो जीवनलाई पनि पवित्र आत्मा परमेश्वरले अगुवाई गरेको जीवन हुन नितान्त आवश्यक छ। त मैले यसमा पहिलो कुरा चाहिँ यहाँ पवित्र आत्माले चाहिँ हामीलाई सल्लाहकारको भूमिकाको कार्य गरिरहेको छ। हामी पवित्र आत्मा चाहिँ को हुनुहुन्छ अरे? सल्लाहकार हुनुहुन्छ। पवित्र आत्माले चाहिँ हामीले के गर्नुहुन्छ अरे? सल्लाह दिनुहुन्छ, यसरी गर्नुपर्छ, यसरी काम गर्नुपर्छ, यसरी जानुपर्छ भनेर। अनि युहन्ना 14को 16 पदमा तपाईँलाई मैले हेऱ्यो भनेदेखि अघि चाहिँ गहिरा कुरा खोजी निकाल्नुहुन्छ भन्नुभयो, तर अहिले चाहिँ के हुँदैछ भने 15-16मा चाहिँ के लेखेको छ भने म पितासँग विन्ती गर्नेछु, उहाँले तिमीलाई अर्को सल्लाहकार दिनुहुनेछ र उहाँ चाहिँ तिमीहरूसँग सदा सर्वदा। एउटा व्यक्तिले प्रभुलाई विश्वास गरेपछि, पिता परमेश्वर पुत्र परमेश्वरलाई विश्वास गरेपछि फेरि हामी के पनि प्रार्थना गर्नुपर्ने रहेछ? पवित्र आत्मा परमेश्वरको भरपुरीलाई प्रार्थना गर्नुपर्ने रहेछ। जब उहाँ आउनुहुन्छ अनि कसले विन्ती गर्नुहुन्छ अरे? प्रभु येशूले पितासँग विन्ती गर्नुहुन्छ, उहाँले पवित्र आत्मा पठाइदिनुहुन्छ। अनि पवित्र आत्मा चाहिँ सधैँभरि हामीसँग के को काम गर्नुहुन्छ अरे? सल्लाह दिने काम, सल्लाह दिने, एडभाइस गर्ने कामहरू, काउन्सिलिङ गर्ने कामहरू गर्नुहुन्छ। अनि यसको 26मा पनि हेर्नुहुन्छ, 14को 26मा अनि तर सल्लाहकार अर्थात् पवित्र आत्मा जसलाई पिताले मेरो नाउँमा पठाउनुहुन्छ, उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ, मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद गराउनुहुन्छ। पवित्र आत्माको भूमिका चाहिँ के रहेछ अरे? सल्लाह दिनु। पवित्र आत्माको भूमिका चाहिँ के रहेछ अरे? सल्लाह दिनु। बाइबलमा यसलाई है काउन्सिलर पनि भनेको छैन त? काउन्सिलर अथवा हेल्पर, एडभोकेट भन्ने शब्द चलाएको छैन, अथवा मध्यस्थ। अर्को शब्द चाहिँ दोस्रो कुरा मध्यस्थकर्ताको बारेमा हेर्दैछु। मध्यस्थकर्ता भनेको चाहिँ इन्टरसेसर है, अथवा दुईटा भूमिका। एउटा चाहिँ पवित्र आत्माले सल्लाहको भूमिका निर्वाह गर्नुहुन्छ, अर्को चाहिँ के को भूमिका गर्नुहुन्छ अरे? मध्यस्थकर्ता भनेको चाहिँ के रहेछ? पवित्र आत्मा सल्लाहकार हुनुहुन्छ भने ग्रिक भाषामा प्याराक्लोटेस भनेको शब्द चलाएको छ। अर्थ चाहिँ के रहेछ भने ग्रिक शब्दमा चाहिँ त्यसको अर्थ चाहिँ बोलाइएका व्यक्ति। पवित्र आत्मा चाहिँ तपाईँ र मसँग कार्य गर्नको लागि के गर्न बोलाएको अरे? हामी सँगसँगै भएर कार्य गर्नको लागि बोलाइएको, जसलाई मद्दत गर्ने व्यक्ति, जसलाई अधिवक्ता भन्ने होइन। एडभोकेट भनेको के रहेछ? अधिवक्ता, कानुनी भाषाको हो नि त।
नेपाली कानुनी भाषामा छ अधिवक्ता भन्छ। अनि त्यसपछि सल्लाह दिने व्यक्ति भनेको सल्लाह दिने। अनि यसले के भन्नुभयो त अहिले भर्खरै पढ्यो, जब सल्लाहकार पवित्र आत्मा आउनुहुन्छ उहाँले चाहिँ पितासँग बिन्ती गरेर पिताको नाममा चाहिँ पठाउनुहुन्छ अनि तिनले सबै कुरामा के गर्नुहुन्छ अरे सिकाउनुहुन्छ। अनि उहाँले सिकाउनुहुन्छ भने के काम गर्नुहुन्छ त भन्दाखेरि पहिलो कुरा चाहिँ उहाँले गर्ने काम चाहिँ के रहेछ भने हामीलाई सत्य मार्गमा हामी सत्य मार्गमा प्रभु सत्य हुनुहुन्छ, विश्वास गरेर पनि प्रभुलाई झल्क्याउ किन छोडेका रहेछ अनि सत्य कुरालाई बिर्सेका रहेछ, साँचो कुरालाई बिर्सेका रहेछ। दोस्रो कुरा चाहिँ निर्णय गर्ने मार्गदर्शन गर्ने कुरामा उहाँले अगुवाई गर्नुहुन्छ। अनि उहाँले निर्णय माग्नुपर्ने हामीले कतिपल्ट हामी निर्णय माग्न सक्दैनौँ है, हामीले निर्णय चाहिँ माग्न सक्दैनौँ, निर्णय माग्न सक्दैनौँ है। धेरै पटक हामी निर्णय माग्न सक्दैनौँ अनि निर्णय चाहिँ आफ्नै तरिकाले गर्छ। अनि एकजनाले भनेर हामीलाई के भन्नुभएको थियो भने पास्टरमा म साह्रै भिडमा छु भनेर भन्नु। हामी प्रार्थना गर्छौँ, पास्टरको काम त त्यही हो, पास्टर के हुनुहुन्छ या पास्टर किन हामीले सल्लाह दिने काम के त तपाईँ भिडमा हुनुहुन्छ, हामी तपाईँको लागि के गर्छौँ प्रार्थना। अनि प्रार्थना गर्दा गर्दा समस्या समाधान भएन, कोही तपाईँले गरेको प्रार्थनाको समाधान भयो, तपाईँको परमेश्वर त हाम्रो परमेश्वर के गर्नु भएको। अनि त्यस्तो भन्न थाहा छैन। अनि पछि सम्झने पनि आउँछ। अनि एक दिन मैले त्यो एकजना भाइलाई सोधेँ, भाइ तपाईँले ऋण लिनुभन्दा अगाडि प्रभुसँग सोध्नु भएको भनेर भनेको, तपाईँले ऋण लिनुभन्दा अगाडि बिजनेस गर्नुभन्दा अगाडि केही कुरा गर्नुभन्दा अगाडि तपाईँ प्रभुसँग सोध्नुभयो, पवित्र आत्मा परमेश्वरसँग सोध्नुभयो, त्यो त मैले सोधेँ। अनि अहिले तपाईँ ऋणमा पर्नु अहिले तपाईँलाई समस्या भयो अनि पास्टरलाई हालको अर्को प्रार्थना गरेकै हो। गल्ती कहाँ भयो भन्दाखेरि उनले कार्य गर्ने बेलामा के गरेन, उसले पवित्र आत्मासँग निर्णय माग्यो। धेरै कुरा हाम्रो जीवनमा निर्णय पवित्र आत्मा परमेश्वरले दिनुभएको हो होइन भन्ने कुरामा निर्णय गर्न सक्दैनौँ अनि हामी फेलर हुन्छौँ, असफल हुन्छौँ। अनि उहाँले हामीले उहाँसँग निर्णय माग्नु पर्ने। अनि पाप र धार्मिकता र न्यायको बारेमा उहाँले चाहिँ संस्कृत गराउँछ। चुरोट खानु चाहिँ के रहेछ स्वास्थ्यको लागि हानिकारक, तर त्यही खाएर जीवनै बर्बाद गरिरहेको हुन्छ। हुन त म पनि धेरै चुरोट खाएर गाजा खाएर घोरदेखिमा त अनि घोरदेखि अलिकति यता एउटा मन्दिर छ कि सानो यता त्यो पुलभन्दा अलिकति यता अहिले पनि रहेछ कि अस्ति म मेरो विषय राम्रो उता कस्तो रहेछ हेर्न गएको, यही ठाउँमा म चाहिँ गाजा खाएर बसेको भनेको। अनि त्यही घोरदेखिमा चाहिँ एसएलसीमा पास हुनुपर्छ भनेर अनि घोरदेखिलाई भनेको। अनि फर्ममा चाहिँ के भन्नु लेख्दा थियो भने धर्म के हो भन्दा चाहिँ इसाई धर्म त्यसले लेख्या मान्छे, तर जीवन चाहिँ के छैन यसुसँग जीवन छैन। अनि त्यहाँ हेर्दै आउँदाखेरि भने कहिले कहिले हामी इसाई प्रभु विश्वास गर्ने इसाईहरू पनि प्रभुसँगको सम्बन्धबाट टाढा हुन्छ, धर्म मान्ने विश्वास हुन्छ। त्यसैले उहाँले के भनेको छ भने पाप धार्मिकता र न्यायबारे उहाँले सचेत गराउँछ तर हामी बुझ्दैन। अर्को कुरा चाहिँ परमेश्वरको इच्छा के हो भनेर देखाउन चाहनुहुन्छ तर हामी बुझ्न चाहँदैन। अर्को कुरा कठिन समयमा खाँचोको समयमा हामी उहाँका शान्ति माग्नुपर्ने, मार्गदर्शन माग्नुपर्ने, बाटो खोज्नुपर्ने होइन, हिम्मत माग्नुपर्ने उहाँसँग तर माग्दैन। तर हामी एकदमै निराश भएर बस्छौँ है। पहिलो चाहिँ सल्लाहकार कहाँ जानुपर्ने, तर हामी बेठिक सल्लाह माग्ने कहाँ जान्छौँ, जसले गर्दा बेठिकै सल्लाह हुन्छ। हो अब पास्टरले त प्रार्थना गर्दा मेरो सल्लाह त दियो नि त, प्रभुले सबै काम गर्नुहुन्छ भनेको उहाँले प्रार्थना गर्दा त भएन, अब के गर्नु, अब भयो अब चला जा, पहिल्यै पुरानोको बाटो ठिक छ भनेर हिँडिहाल्छ होइन। त्यसैले पवित्र आत्मा परमेश्वरलाई तपाईँले मेरो जीवनमा के गर्नु पऱ्यो, सल्लाह गरेको कुरालाई बुझ्नु पऱ्यो। दोस्रो कुरा चाहिँ पवित्र आत्मा परमेश्वरले हामीलाई के गर्नुहुन्छ भने मध्यस्थता गर्नुहुन्छ कसैको लागि, इन्टरसेसन। त्यसलाई प्रार्थनाको भाग पनि भन्छ होइन त। मध्यस्थ भन्नाले के बुझ्छ भन्दाखेरि अरूको लागि के गरिदिने, प्रार्थना गरिदिने, अरूको लागि चाहिँ वकालत गरिदिने, अरूको लागि प्रार्थना गरिदिने, अरूको लागि सिफारिस गरिदिने। आज दुईवटा कुरा मात्र भन्न मन लाग्यो, यसको धेरैवटा पाठहरू छ। पवित्र आत्माले गर्ने काम चाहिँ के रहेछ, कार्य चाहिँ पहिलो चाहिँ सल्लाह दिने व्यक्ति हुनुहुन्छ। सल्लाह दिने कुरामा 5वटा कुरा हो। अर्को कुरा चाहिँ पवित्र आत्मा मध्यस्थकर्ता हुनुहुन्छ जसले इन्टरसेसन अनि उहाँले गर्नुहुन्छ, मध्यस्थकर्ताको भूमिका गर्नुहुन्छ। बाइबलमा यसरी लेखेको छ, रोमी 8:26 पठाउन चाहन्छु। यसरी यहाँ भनेको छ रोमीको 8:26
त्यसै गरी पवित्र आत्माले पनि हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ। कसरी प्रार्थना गर्नुपर्यो हामी जान्दैनौँ, तर शब्दहरूमा व्यक्त गर्न नसकिने सुस्केरमा पवित्र आत्माले हाम्रो निम्ति के गर्नुहुन्छ अरे मध्यस्थता गर्नुहुन्छ। र 27 पढे अनि यहाँ भनेको छ र मानिसहरूका निम्ति मानिसहरूका हृदयको खोजी गर्नुहुने पवित्र आत्माको विचार त्यो सो जान्नुहुन्छ, किनकि परमेश्वरको इच्छा अनुसार पवित्र आत्माले सन्तहरूको निम्ति के गर्नुहुन्छ अरे मध्यस्थताको भूमिका निर्वाह गर्नुहुन्छ। त्यसैले मैले यहाँको मार्गमा मैले मध्यस्थकर्ताको बारेमा बताउँदैछु। हामीले मान्छेसँग धेरै कुरा मद्दत माग्दै हुन्छौँ। तपाईँले यो गरिदिनुहोस् न, तपाईँले यो गरिदिनुहोस् न भनेर गर्न सक्छ सायद है। मैले सोध्दै थिएँ कतिपल्ट मान्छेहरूले चर्च आउने बेलामा पनि सोध्छन् कि विशेष सोचेर आउने गर्छ के विशेष गरी यो ठुलो चर्चमा गयो भने के होला कि मैले पनि आउँछन् मान्छेहरू कि अनि सानो चर्चमा गयो भने जस्ताले बारेको चर्चमा आउँदा के भविष्य होला भन्ने पनि हुँदो रहेछ कि। अनि हामी काठमाडौँ गर्छौँ तपाईँहरूलाई अब कस्तो बुझ्नु छ मलाई थाहा छैन, नेगेटिभ नबुझ्नु होला। यो घर चाहिँ साह्रै राम्रो छ कि मलाई पनि मन परेको छ। बेला बेलामा आउँदा यही आउँछ सङ्गति गर्न अरे। अनि त्यसपछि हामी काठमाडौँमा हामीले चर्च बनाउँदै थियौँ। झन्डै 800 देखि 1200 जना हामीले चर्च बनाउँदै थियौँ। 3 रोपनी जग्गामा 33,000 भाडा पाएको, अहिले त 35,000 पुग्यो। यता 13,000 गर्दा 50,000 समथिङ पैसा महिनामा गइरहेछ है, महिनामा गइरहेछ। अब त्यो किन्ने मान्छे पनि आएको छैन। अनि हामीले चाहिँ ठुलो हृदयको साथमा हुन त हाम्रो जुन इच्छा थियो सामूहिक सङ्गति महिनामा एकपल्ट गर्ने कुरा चाहिँ सुरु गऱ्यौँ। चर्चमा पनि सुरु गऱ्यौँ। अनि अहिले हाम्रो चर्च सङ्गति गर्ने ठाउँ छैन। आज बिहान एकजना पास्टरले फोन गर्नुभयो हिजै पनि, पास्टर तपाईँको चर्चमा हामी सङ्गति गर्न आउँछ, हामी 15 जना छौँ भन्नु, 10 देखि 15 जना छौँ भन्नु। अनि तपाईँको चर्च सङ्गति कति बजी लाग्छ भन्नु। गुरुबा हाम्रो त सङ्गति गर्ने भाउ नै छैन, अर्कैकै चर्चमा सङ्गति गरिरहेछौँ, त्यो पनि हामी 1:30 बजी सङ्गति गर्छौँ भने ए 1:30 बजी पो रहेछ। अनि मैले भने तपाईँ वचन लिएर आउनुहोस् न भनेको बिचराहरू 1:30 बजे त उहाँहरूको बसबाट गाडीमा चढेर कैलाली जाने रहेछ। अब के गर्नु होइन, आज वचन दिने मान्छे अनि लालमान्छेलाई फोन गरेर तपाईँले नै वचन दिनुहोस् भने उहाँलाई मैले वचन दिने मैले भनेको थिएँ। अर्कोजना पास्टरलाई पनि वचन दिन लगाएको समय नमिल्ने मान्छेहरू त 1:30 बजी के हुन्छ, यहाँ पनि 1:30 बजी के हुन्छ अहिले सङ्गति सकेर जान्छ। हामी चाहिँ 1:30 बजीदेखि बेलुका घर आइपुग्दाखेरि 10 बज्छ, कहिले 12 बज्छ। सङ्गति पछि पनि विश्वास बेर्दै आउँदाखेरि 10-11 बज्छ। खाना शनिबारको दिनमा खाना आउँदैन, अरू दिनमा पनि खाना आउँदैन। हामी खाना नखाएपछि छोराछोरी खाना खाँदैन। हामी प्रार्थनामा छौँ, उनीहरू पनि प्रार्थनामा बसेर सेवा छ। मैले तपाईँको मार्गमा राख्न चाहेको कुरा चाहिँ पवित्र आत्मा परमेश्वरले जब हाम्रो कठिन अवस्थामा हुन्छ मध्यस्थकर्ताको काम चाहिँ कसले गर्दो रहेछ, पवित्र आत्मा परमेश्वरले गर्नुहुन्छ। जसरी नयाँ गाडी र पुरानो गाडीमा के फरक छ भने पुरानो गाडीको चाहिँ मिसिनहरू बिग्रिया हुन्छ, नयाँ गाडीको चाहिँ के हुन्छ सबै मिसिनहरू नयाँ हुन्छ। त्यो कति वर्ष कुर्नुपर्ने गुड छ क्या राम्रो। हिजो पास्टर किरण भाइलाई भन्दै थियो, उहाँले मैले किनेको बाइक भन्दा उहाँले 7 महिना आफ्नो पछि किन्नुभयो। बुढेको हिसाबले हेर्दाखेरि त बाप रे बाप कति धेरै कुद्नु भएको मान्छे सेउले कति धेरै हिँड्नु भएको रहेछ भने बुझिन्छ नि। बाइकमा हिँडिरहेको छ छैन त। अनि अस्ति त बाइकमा के अरे त्यो चोट लागेको एक्सिडेन्ट भएको घटना पनि देखेँ। ल अहिले त के भएछ भने अनि पछि फोन गरेँ, ठिकै रहेछ अलिअलि चोट लागेछ भनेर। जोखिम छ नि होइन, त्योभन्दा त चाहिँ राम्रो के रहेछ कि गाडी भएर राम्रो हुन्थ्यो नि। प्रभुलाई धन्यवाद, प्रभु इच्छा छ गाडी पनि छैन। तर मैले भन्न चाहेको कुरा चाहिँ मध्यस्थ गर्ने व्यक्ति चाहिँ वास्तवमा सबै कुरामा पोख्त हुनुहुन्छ। नयाँ गाडी जस्तै एकदमै रफ्तारले चल्ने काम हुन्छ, पवित्र आत्मा परमेश्वरले पनि के गर्नुहुन्छ रफ्तारले चलाउनुहुन्छ। अनि मण्डली चाहिँ के हुन्छ आशिषले मण्डली हुन्छ। अनि हामी गब्रियल स्वर्गदूतले चाहिँ यो मरियमको जीवनमा मध्यस्थकर्ताको काम हो। इच्छाका प्रभुमा जीवन जिराखेको छोरी कन्या केटी होइन, कन्या केटी हो नि त मरियम चाहिँ। एउटा सन्देश आयो, के सन्देश आयो भने तिमी चाहिँ कृपा पात्र पाएको छोरी हो, परमेश्वरको अनुग्रह पाएको छोरी हो। अनि एकछिन सबै गरे सबैको आफै शब्द तर आज के शब्द आयो भनेर एकछिन त्यो शब्दलाई सुन्दै थियो होला, तर भन्दा भन्दा एउटा आवाज आयो
तिमी चाहिँ छानिएको छोरी हो, अनुग्रह पाएको छोरी हो, परमेश्वरको कृपा पाएको छोरी। तर परमेश्वरको योजना तिम्रो जीवनमा पुरा हुँदैछ। अब पवित्र आत्माको छाया तिम्रो जीवनमा है, तिम्रो गर्भमा चाहिँ पवित्र आत्माको छाया पर्नेछ। तिमीले के जन्माउनेछ? एउटा है गर्भधारण गरेर एउटा बालकको जन्म दिनेछ। अनि तर्स्यो अब होइन, मर्यो पनि तर्स्यो। अब के हो यस्तो? कहिले नआउने यस्तो कुरा कसरी हुन सक्छ? अनि स्वर्गदूतले भने यो चाहिँ परमेश्वरबाट आएको सन्देश हो। अनि उसले भन्छ त्यसो भने परमेश्वरबाट आएको सन्देश हो चाहिँ म चाहिँ परमप्रभुको दासी हुँ, तपाईँको इच्छा अनुसार मेरो जीवन। यो पनि एउटा मध्यस्थताको भूमिका स्वर्गदूतले गरेको भूमिका। आज तपाईँले मेरो जीवनमा प्रार्थना गर्दै गर्दा कुनै कुरा कुनै सन्देश दिनुहुन्छ, परमेश्वरको स्वर्गीय स्वर्गदूतबाट गरिएको मध्यस्थताको भूमिका। कहिले कहिले गाडीलाई यात्रा गर्दै गर्दाखेरि गाडीले खिचाइरहेको हुन्छ तर मान्छेले के हुँदैन, कसको सुरक्षा रहेछ? स्वर्गीय दूतको सुरक्षा। तपाईँले म कोरोनाबाट बाँच्यो भने त अहिले कोरोना पाएको भनेको छ है। 80-90 लाख भन्दाखेरि मानिसहरू मरे है। अब हामीले संसारी भाषामा मऱ्यो भन्छौँ, तर प्रभुको भाषामा त कहाँ गएको अरे? प्रभुको हामी जाने ढिलो चाँडो मात्रै हो भन्ने कुरा सिकाउँछ। अनि कति मान्छेले चाहिँ के भन्छ भने होइन कहाँ भन्छ मरेपछि शक्तिले भन्छ, होइन मरेपछि झन् अझै शक्तिशाली परमेश्वरको राज्यमा जिउन पाइने ठाउँ छ। त्यसैले तिमी उनलाई समुद्रमा हुन्छ। मैले तिम्रो लागि के गरेको छु? नयाँ नयाँ घर बनाइदिएको छु अनि तिमीहरूको लागि सबै घर तयारी गरेको छु भन्नुहोस्। हामी दुईवटा कुरा पवित्र आत्माले गर्ने कामहरू धेरै छ। पवित्र आत्माले गर्ने कामहरू चाहिँ धेरै छन्। र पहिलो कुरा चाहिँ सल्लाहकारको काम गर्नुहुन्छ पवित्र आत्माले। अनि मध्यस्थकर्ताको काम चाहिँ के रहेछ भन्दाखेरि चाहिँ यहाँ हामीले अहिले हेर्दै गर्दाखेरि मध्यस्थकर्ताको काम चाहिँ कोही व्यक्तिले साह्रै दुःख पाइराखेको छ, प्रार्थना गर्दा पनि केही हुँदैन, तर त्यो बेलामा पवित्र आत्माले के गर्दो रहेछ? मध्यस्थताको भूमिका गर्दो रहेछ। अनि नबुझेको कुराको अनि बुझाउने काम चाहिँ मध्यस्थकर्ता पवित्र आत्मा परमेश्वरले सिकाउनु हुँदो रहेछ। अथवा जब ऊ प्रार्थनामा रहन्छ अचेत अवस्थामा पनि हुनसक्छ, अवचेतन अवस्थामा पनि हुनुहुन्छ, परमेश्वरले स्वर्गीय भाषाहरू दिन सक्नुहुन्छ। अनि स्वर्गीय भाषाद्वारा उसले सिफारिस गरिरहेको तिम्रो जीवनबाट परमेश्वरले यो काम गरेको हुनुहुन्छ। त्यसैले आज हामी हाम्रो लागि सन्देश प्रभु हाम्रो लागि चाहिँ सदैव हामीसँग हुनुहुन्छ, तर पवित्र आत्मा परमेश्वर चाहिँ हामीसँग सल्लाह र मध्यस्थताको भूमिका निर्वाह गरेर कहिले नछोड्ने भाषा उहाँले गर्नुहुन्छ। त्यसैले सल्लाहका पवित्र आत्मा परमेश्वर अनि मध्यस्थकर्ता पवित्र आत्मा परमेश्वरलाई हाम्रो जीवनमा सधैँ काम गर्नुहोस् भनेर हामी हाम्रो परमेश्वरलाई भन्छौँ। ताकि हामी थकित हुँदाखेरि पनि कोद्वारा गर्न प्रार्थना गर्न सकौँ। पवित्र आत्मा हामी थकित हुन्छौँ कहिले कहिले काम गर्दा। बाइकमा आउँदाखेरि अस्ति काठमाडौँबाट आउँदाखेरि यति साह्रो थकित भयो। किरण भाइले भन्नुहुन्छ मलाई पखाला लगाएको थियो अरे। जुन पखाला लगाए मान्छे बाइक चलाएपछि कस्तो हुन्छ होइन? हावाले नै हानिहाल्छ, अर्को धुलोले नै हानिहाल्छ, अनि मान्छेको शरीरदेखि हुन्छ कमजोर हुँदो रहेछ। हामी हाम्रो इसाई जीवन पनि कहिले कहिले कमजोरी भएर जान्छ, तर हामीलाई ताकत दिनको लागि को हुन्छ? पवित्र आत्मा परमेश्वर सल्लाह दिने पवित्र आत्मा हामीलाई बल दिने, प्रार्थनामा कमजोर हुँदा निदाउँदा कहिले कहिले यस्तो तपाईँ मेरो प्रार्थना लोडाएको प्रार्थना हुन्छ। तपाईँलाई थाहा छैन होइन? आज म जति प्रार्थना गरे पनि प्रार्थनाको त्यो शक्ति नै आउने के भएको? लोडाएको प्रार्थना। त्यो बेलामा कसले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्छ? आज तपाईँलाई विश्वास गर्नु पवित्र आत्मा परमेश्वर उहाँले हामीले कहिले त्याग्नु भएको छ, कहिले छोड्नु भएको छ। हामीले हाम्रो प्रभुमा भरोसा गरेका छौँ कि उहाँमा हाम्रो विश्वासै छ। प्रभु जबसम्म तपाईँले हामीलाई यो धरतीबाट उठाइ लानुहुन्न, तपाईँ पवित्र आत्मा परमेश्वर, तपाईँ पुत्र प्रभु परमेश्वरसित तपाईँमा भर गरेर जिउन चाहन्छ। हाम्रो लागि चाहेको खर्च, हाम्रो लागि चाहेको खाना, अब खाना त भन्न नहुने, चामल सबै गाउँबाट आउँछ खानाको लागि मैले स्पष्ट गरेँ। तर अरू कुराको लागि चाहिँ प्रभुमै घर गरेको छ। हामी मैले जहिले पनि भन्ने गर्छु हाम्रो मन्दिरमा, सरले मलाई पाउनु भएको छ भनेर सोच्छु, छैन भन्छ। अनि प्रभुले आजको दिनसम्म प्रभुले मलाई भन्नुभएको कुरा चाहिँ तिम्रो लागि चाहिएको कुरा चाहिँ म जुटाउँछु भन्नुभएको छ। अब यो कहिले कहिले मान्छेले हुन्छ पास्टर बोलाएछ कि क्या भन्न सक्छ कि पास्टर बोलाएछ सकियो। तर एउटा कुरा पवित्र आत्मा परमेश्वरमा भर पर्ने मानिसको जीवनमा
तपाईँ मेरो जीवनमा उहाँमा बालबाल मानिसको जीवनमा परमेश्वरले अचम्म प्रकारले ब्रेक थ्रु गर्नुहुन्छ, अचम्म प्रकारले काम गर्नुहुन्छ। तपाईँले यो चर्च बनाउँदै गर्दा पास्टर भाइहरू अनि पास्टर बुवाहरू कतिपय घुँडामा टेकेर प्रार्थना गर्नु, कसरी बनाइसक्यो होला भनेर होइन, विश्वासहरू पनि प्रार्थना गर्नु होला। किनभने यत्रो भवन बनाउनु छ बनि छाडे नि त, अझै पनि बन्नुपर्ने संरचना पछाडिको के भन्छ त्यो वाल होइन, के भन्छ पर्खाल बनाउनु पर्ने छ भने प्रार्थना गरौँ न, परमेश्वरले जुटाउनु हुन्छ नि होइन। किन तपाईँहरूले प्रार्थना गरेकै कारण यो भवन निर्माण भएको छ। अब तपाईँहरूले अब कम्मर कस्नुपर्ने बेला आएको छ, प्रार्थनामा कम्मर कस्नु पऱ्यो, पवित्र आत्मामा सल्लाह माग्नु पऱ्यो। प्रभु यो हप्ता मैले के गरौँ? एकजना व्यक्तिलाई भने म साथी बनाऊ, हाम्रो मन्दिरमा त्यही भनेको छ है। अब हाम्रो संस्कृति गर्ने एउटा के छ पोलिसी चेन्ज गरौँ। अब सुसमाचार बिस्तारै बन्द हुन सक्छ, 6-7 वर्षपछि नि संसारमा अब सुसमाचार बन्द हुन्छ। तपाईँलाई एउटा कुरा भनिहाल्नु, अब सुसमाचार कहाँबाट सुरु हुन्छ थाहा छ? हाम्रो मण्डलीको विश्वासको आफन्तबाट सुरु हुन्छ। हामी पहिले हाप्पारा जानु पऱ्यो, उहाँ भान्जीको घर कहाँ आएर हाप्पारा आयो त, अनि त्यहाँ जानुपर्छ। यही विश्वासकै परिवारबाट जानु। अनि अस्ति हामी के अरे राउटेकोमा गएको, त्यहाँ एकजना पास्टरले राउटेकोमा पुर्याउनु, राउटेलाई प्रभुको वचन सुनाएर आयो है। उनलाई एउटा कुरा चाहिँ भनेको थियो, यो पैसा चाहिँ तपाईँले एकजना दिदीले तपाईँले मासु खाने पैसा दिनु भएको, यो मासु खाने पैसा चाहिँ मासु खानु भनेको रक्सी नै खाएछ क्या। अर्को चाहिँ अर्को ग्रुपको राउटेलाई चाहिँ उसले नि भने यो पैसा चाहिँ मासु खानु है भनेको हुन्छ भनेको, त्यसले मासु खाएको छ क्या, त्यो चाहिँ बाँचेछ फेरि हेर्नु। दुईवटा ग्रुप थियो कि राउटेहरू, जम्मा 43 परिवारहरू छ, 500 जना थियो, अहिले त 470 जना पनि छ, ग्रुप हुँदै गइरहेको छ। हाम्रो हृदयको लागि यो जातिले ग्रुपको चाहिँ सुन्नुपर्छ। 2021 जाँदा त्यो जातिले सुन्दै नमाने, फुर्सडी भनेपछि दौडेर आउँछ, फुर्सडी चाहिँ मनपर्ने जाति। ब्ल्याङ्केट दियो, ब्ल्याङ्केट पनि नदिने, हामी आएपछि त्यो ब्ल्याङ्केट त फेरि अर्कोले राम्रो रहेछ। हामीले अब झन्डै 1000-1200-1500 किनेर लगेको ब्ल्याङ्केट उनीहरूलाई त 200-100 रुपियाँ पनि दिँदो रहेछ। अनि अर्कोले फेरि हामी आएपछि, अस्ति हामी आएपछि फिल्टर दिन गएछ, अनि 1 घन्टापछि फिल्टर एउटै छैन थियो, त्यो फिल्टर त अरूले लगिसक्यो है। राउटेलाई पनि के भएको थाहा छैन, राउटे जातिहरू प्रौद्योगिक थाहा छ। आज तपाईँहरूले यो वरिपरि भएका मान्छे प्रौद्योगिक थाहा छ, ठुलो भवन प्रौद्योगिक दिनु भएको छ। यो भवनमा अब आउने वर्ष हामी हाम्रो के अरे हरि गौतम, हाम्रो यहाँ म्याडम हुनुहुन्छ होइन, हाम्रो अनिता के अनिसा अनुपा, यो परिवार है। यहाँ तपाईँहरू धेरै परिवार, अस्ति एकजना परिवारले भेटेको थियो, आउँछु त भन्नुभएको थियो, बिर्सिनु भयो होइन, फेरि पनि भेट्नु पऱ्यो नि त। बिचरा उहाँ हरि सरको परिवार होइन, उहाँले यति धेरै प्राप्त उहाँको दाजुभाइ, तर आउँछ चाहिँ हामी ढिला र है, ढिला चाँडो र ढिलोको कुरा मात्रै हो, एक दिन आउँछ। त्यसैले हाम्रो प्रार्थना चाहिँ पवित्र आत्मा परमेश्वरको उपस्थितिमा रहेर सल्लाह माग्दै अनि मध्यस्थकर्तासँग रहँदै आउँछ। एकछिन प्रार्थना गरौँ, हामी सबैजना प्रभुको उपस्थितिमा जाउँ र प्रभुलाई भनौँ है, प्रभु हामी तपाईँ बिना केही पनि गर्न सक्दैनौँ, तपाईँ बिना हामी रित्तो छौँ, तपाईँ छैन भने हामी